चुनाव जितेर संसद पुग्ने सांसदहरूबारे त हामी सबैलाई थाहै छ, तर समानुपातिक सांसदहरू नि उहाँहरू को हुन् र कसरी पुग्छन् संसदसम्म? ल आउनुहोस् आज यही प्रक्रियालाई अलि गहिरिएर बुझौं। हाम्रो प्रतिनिधि सभामा जम्मा 275 सीट हुन्छ हैन? हो, त्यसमध्ये 110 सीट मतलब झण्डै 40% यही समानुपातिक प्रणालीबाट आउँछ। सोच्नुस् त, यो सानो संख्या त हुँदै होइन। देशको महत्वपूर्ण कानून बनाउने ठाउँमा यी 110 जनाको आवाज निकै शक्तिशाली हुन्छ। हो, अब सबैभन्दा ठूलो प्रश्न नै यही हो, हामीले भोट हालेपछि ती 110 अनुहारहरू आखिर कसरी छानिएर आउँछन् त? अचम्मको कुरा के छ भने यो प्रक्रिया हामीले सोचेभन्दा धेरै पहिले नै सुरु भइसकेको हुन्छ। हो, साँच्चै हो। हामी मतदान केन्द्रमा लाइन लाग्नुभन्दा धेरै अघि नै यो खेलको आधाभन्दा बढी नियम तय भइसकेको हुन्छ र यो सबै सुरु हुन्छ एउटा सूचीबाट जुन राजनैतिक दलहरूले निर्वाचन आयोगमा बुझाउँछन्। त्यसलाई भनिन्छ बन्द सूची। यो बन्द सूची नै भनौं न, यो पूरै प्रक्रियाको जग हो। यसलाई दलले चुनावको लागि तयार पारेको आफ्नो टिम जस्तै सम्झिनुस्। र सबैभन्दा महत्वपूर्ण कुरा, एकपटक बुझाएपछि यसमा कुनै फेरबदल गर्न पाइँदैन। त्यसैले त यसलाई बन्द सूची भनिएको हो नि। अनि यो सूची मनलाग्दी बनाउन पनि पाइँदैन। संविधानले के भन्छ भने हाम्रो संसद त देशको ऐना जस्तो हुनुपर्छ। मतलब यहाँ देखाइएको हरेक समूहको अनुहार संसदमा पनि देखिनुपर्छ। त्यसैले यो सूची समावेशी हुनै पर्छ, यो अनिवार्य छ। ल अब चुनावको दिनतिर लागौं। पार्टीहरूले आफ्नो सूची बुझाइसके, अब पालो हाम्रो। तर यहाँ एउटा ठूलो गेट छ जुन पार नगरी कुनै पनि दल सीटको दौडमा सामेल हुन पाउँदैन। यहाँनिर एउटा कुरामा झुक्किनु भएन है। समानुपातिकतर्फ भोट हाल्दा हामी कुनै उम्मेद्वारको अनुहारलाई होइन, सिधै पार्टीको चुनाव चिन्हमा भोट हाल्छौं। हाम्रो हरेक भोट व्यक्तिलाई होइन, पार्टीको एउटा समग्र खातामा गएर जम्मा हुन्छ। तर भोट पाएर मात्रै पुग्दैन, सीटको दौडमा पस्नलाई एउटा पासमार्क ल्याउनै पर्छ। र त्यो पासमार्क हो 3%। हो, देशैभरि खसेको जम्मा सदरमतको 3% पनि नकटाउने पार्टी सरी, तपाईँ यो खेलबाट बाहिरिनुभयो भने जस्तै हुन्छ। खासमा धेरै साना दलहरू भएर संसद अस्थिर नहोस् भन्नका लागि यो नियम राखिएको हो, तर कतिपयले यसले नयाँ दलहरूलाई आउन गाह्रो बनायो भनेर आलोचना पनि गर्छन्। ल 3% को गेट पार गर्ने दलहरू अब विनर्स सर्कलमा पुगे। अब सुरु हुन्छ हिसाब किताबको खेल। कसको भोट कति, कसको सीट कति। अब निर्वाचन आयोगले क्याल्कुलेटर निकाल्छ। थ्रेशोल्ड कटाएका पार्टीहरूको भोटलाई मात्रै गनेर एउटा गणितको फर्मुला लगाइन्छ। एकदमै सरल भाषामा भन्दा यो फर्मुलाले हरेक पार्टीले पाएको भोटको आधारमा ठिक सीट बाँडिदिन्छ। सिद्धान्त त सिधा छ, जसको धेरै भोट उसैको धेरै सीट। ल अब आयो सबैभन्दा चाखलाग्दो र अलिकति ट्रिकी पार्ट। पार्टीले त थाहा पायो, ल है मैले 10 सीट जिते, तर ती 10 जना भाग्यमानी को हुन् त? अनि निर्वाचन आयोगले पार्टीलाई चिठी पठाउँछ। चिठीमा के लेखेको हुन्छ? ल बधाई छ, तपाईले 10 सीट जित्नुभयो। अब त्यो चुनाव अघि दिनुभएको लिस्ट पल्टाएर 10 जनाको नाम छिटो पठाउनुहोस्। अब पार्टीको टाउको दुखाइ सुरु हुन्छ, किनभने उनीहरूले एउटा होइन दुईवटा नियम एकैचोटि पालना गर्नुपर्छ। पहिलो, लिस्टको क्रमसङ्ख्यालाई सम्मान गर्नुपर्यो। दोस्रो, संविधानले तोकेको समावेशी कोटा पनि मिलाउनै पर्यो। यसको मतलब के हो भने उनीहरूले पहिला कोटाको हिसाब मिलाउनु पर्यो। जस्तै ल 1 जना दलित महिला चाहियो, अनि उनीहरूले आफ्नो लिस्ट हेर्छन्। त्यो लिस्टमा दलित महिलाहरूको नाम होला हैन? हो, ती मध्ये जो 1 नम्बरमा छ उसैलाई पठाउनु पर्यो। 2 नम्बरकोलाई पठाउँछु भनेर पाइँदैन। नियम एकदमै कडा छ। र एउटा सुनौलो नियम, जेसुकै होस्, नाम त्यही बन्द सूचीबाट बाहिरको हुनै सक्दैन। चुनाव जितेपछि ल मेरो मान्छे भनेर कसैलाई छिराउनै पाइँदैन। यो नियमले नेताको मनपरीलाई रोक्छ र पारदर्शिता कायम राख्न मद्दत गर्छ। त्यसो भए यत्रो लामो र अलिकति झन्झटिलो देखिने प्रक्रिया किन चाहियो त? यसको फाइदा के हो? आउनुहोस् एकैछिनमा हेरौं। छोटकरीमा भन्दा समानुपातिक सांसद बन्ने यात्रा कस्तो रहेछ त? पहिला पार्टीको लिस्टमा नाम पर्यो, त्यसपछि जनताले पार्टीलाई भोट दिए, पार्टीले सीट जित्यो, अनि बल्ल त्यही लिस्टबाट सांसद छानियो। र यो सबैको सबैभन्दा राम्रो पक्ष के हो भने यसले गर्दा संसदमा सबै जात जाति समुदायको आवाज पुग्छ। संसदलाई देशको एउटा सानो नक्सा जस्तै बनाउने कोसिस हो यो। तर यसको अर्को पाटो पनि छ।
आलोचकहरू के भन्छन् भने यसरी छानिएका सांसदहरू जनताप्रति होइन, आफूलाई छान्ने पार्टीको नेताप्रति मात्रै वफादार हुन्छन्। त्यसो भए अन्तिम प्रश्न यहीँनेर आएर अड्किन्छ, कागजमा यति राम्रो देखिने यो प्रणालीले साँच्चै हाम्रो संसदलाई हामी सबैको ऐना बनाउन सकेको छ त? यसबारे सोच्ने जिम्मा अब हामी सबैको।